सम्पूर्णमा नमस्कार। म मनिष देव मिश्रा, लाइफ कोच मोटिभेटर। सम्पूर्णलाई थाहा छ, जति धेरै स्याक्रिफाई त्यति धेरै ठुलो सफलता। अब आउँदै गरेको एससी परीक्षाको लागि एससीको तयारी गरिराखेका नानी बाबुहरूले आफ्ना हरेक कुराहरू सेक्रिफाई गर्नुपर्ने हुन्छ। बर्थडे पार्टीदेखि इभेन्टमा जानेदेखि घुमफिर गर्नेदेखि साथीहरूसँग गफ गर्नेदेखि सोसल मिडियादेखि सम्पूर्ण कुराहरू सेक्रिफाई गर्नुपर्ने हुन्छ। किनभने तपाईँले लक्ष्य लिनुभएको छ A+ ल्याउने हो, राम्रो गर्ने हो। त्यो राम्रो गर्नको लागि अब तपाईँको निद्रा हराउनुपर्छ, तपाईँको भोक प्यास हराउनुपर्छ। तपाईँको लक्ष्य एउटै हो, मैले स्टडी र स्टडी भित्र पनि राइटिङ गर्ने हो। तपाईँलाई थाहा छ फुटबलर मेसीको बारेमा। मेसी आजको डेटमा वर्ल्डको नम्बर 1 फुटबलर हुन्। तर जब उनी 11 वर्षको उमेरमा उनलाई GSD भन्ने रोग भएको थियो, ग्रोथ हार्मोन डिफिसियन्सी भएको थियो, जसले गर्दा उनको हाइट नबढ्नु, उनलाई हेल्थ सम्बन्धी प्रब्लम भएको थियो। तर उनले एउटा लक्ष्य लिएका थिए, म चाहिँ एक दिन वर्ल्डकै 1 नम्बरको फुटबलर बन्नेछु। उनलाई कुनै क्लबले खेलाइराखेको थिएन, लिइराखेको थिएन। उनका बुबा परेशान थिए, तर एकचोटि उनलाई बार्सिलोना क्लबले खेलाउनको लागि आफ्नो क्लबमा राख्यो र खेल्न सुरु गरे। अनि खेल्न सुरु गर्दै जाँदा जाँदा आज उनी वर्ल्डको नम्बर 1 फुटबलर भएका छन्। तर कसरी भए, त्यहाँसम्म कसरी पुगे थाहा छ? त्यहाँसम्म पुग्नलाई उनले धेरै 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 सेक्रिफाई गरे। आफ्नो लाइफको जति कम्फर्ट जोनदेखि लिएर रिलेटिभ्सहरूसँग भेट गर्नेदेखि लिएर इभेन्टमा जाने, पार्टीमा जाने, रमाउने, सोसल मिडियाका कुराहरूदेखि लिएर हरेक कुराहरूदेखि लिएर टाढा बसे, एकदमै सेक्रिफाई गरे। र उनको लक्ष्य के थियो? म फुटबलर हो। एकजनाले भनेका छन्, मेसीको खुट्टामा चुम्बक छ, फुटबल तिनको खुट्टामा आएर टाँसिन्छ। यत्तिकै खुट्टामा आएर टाँसिएको होइन, यत्तिकै तिनको खुट्टामा चुम्बक भएको होइन। त्यसको लागि उनी दिन रात मेहनत गरेका हुन्, सङ्घर्ष गरेका हुन्। आफ्नो लक्ष्यलाई पन्छ्याउनको लागि जति जति सेक्रिफाई गर्नुपर्ने थियो त्यति त्यति गरे हो। त्यसकारण अब एससी दिने नानी बाबुहरूको लक्ष्य भनेको A+ हो। त्यसको लागि तपाईँले हरेक कुराको सेक्रिफाई गर्नुपर्ने हुन्छ। तपाईँले चुन्नुपर्ने हुन्छ, तपाईँले चुज गर्नुपर्ने हुन्छ। ओन्ली एन्ड ओन्ली स्टडी, र त्यसमा पनि राइटिङ। मैले राइटिङको कुरा किन जोड दिइरहेको छु भन्दाखेरि हामी 3 घन्टामा लेख्ने मात्र हो। त्यसकारण अब 3 घन्टामा लेख्नको लागि आफ्नो राइटिङको प्र्याक्टिस, कन्टिन्युटी र फोकस तपाईँ गर्नुभयो भने तपाईँ आफ्नो लक्ष्यमा मेसी जस्तै पुग्नुहुन्छ। तपाईँको पनि A+ आउँछ, तपाईँले राम्रो गर्न सक्नुहुन्छ। त्यसकारण अघि बढ्नुहोस्। मेरो शुभकामना छ। थ्याङ्क यू।